आज हामी कुरा गर्न गइरहेका छौं नेपाली जगतका चित परिचित साथै चर्चामा रहन सफल नेपाली भ्लगर हुनुहुन्छ एमएस कपाल भ्लगको उपनामले समेत चिनिनु भएको मनोज गतानी र सुस्मिता रसाइली। यस भिडियोमा उहाँहरूको लाइफस्टाइल साथै सर्ट करियर बायोग्राफीको बारेमा आज हामी चर्चा गर्नेछौं। यदि हजुरहरू उहाँहरूको फ्यान हुनुहुन्छ भने यस भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्नुहोला। यसैगरी यस भिडियोमा कुनै गल्ती हुन गएमा हामीलाई उक्त गल्तीहरू कमेन्टमा भनिदिनु होला। साथै उक्त गल्तीहरूप्रति माफी माग्दै आजको भिडियोलाई स्वीकार दिनुहोला। अब कुरा गरौं उहाँहरूको पर्सनल बायोग्राफीको बारेमा। उहाँको रियल नाम मनोज गतानी हो भने उहाँको वाइफको नाम चाहिँ सुस्मिता रसाइली रहेको छ। यसैगरी उहाँहरूको च्यानलको नेम साथै उहाँहरूलाई चाहिँ एमएस कपाल भ्लगको उपनामले पनि सबैजनाले चिन्नुहुन्छ। साथीहरू, यतिन्जेलसम्म हजुरहरूले सब्स्क्राइब गर्नुभएको छैन भने एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्नुहोला। त्यसैगरी उहाँहरूको घर इलाम बरबटे 4 अर्थात् छ्यारछ्यारे हो भने उहाँको ससुराली चाहिँ पहिला धनकुटा थियो भने हाल इटरी रहेको छ। मनोज गतानीको फ्यामिलीमा बुवा, दाइ, भतिजी, वाइफ र मात्र 8 महिना पुग्नु भएको उहाँको छोरी हुनुहुन्छ र उहाँको छोरीको नाम चाहिँ एन्जल रहेको छ। यसैगरी उहाँको मम्मी चाहिँ स्वर्गीय भइसक्नु भएको छ। उहाँको एजुकेसनको कुरा गर्दा उहाँको एजुकेसन चाहिँ +2 ड्रप आउट रहेको छ। उहाँ चाहिँ पढाइको सिलसिलामा भिसा लागेर उहाँ चाहिँ रोजगारीको लागि कोरिया जानुभएको थियो। त्यही बेलामा उहाँको मम्मीको डेथ भएपछि उहाँ पनि बिरामीको शिकार भएर नेपाल फर्किनु भएको थियो र उहाँले नेपाल आएर आफ्नो युट्युब जर्नी सुरु गर्नुभएको थियो। सुरुमा त उहाँले आफ्नो युट्युब जर्नी गेमिङबाट सुरु गर्नुभएको थियो, जहाँ चाहिँ उहाँले 1.5 वर्ष कडा मेहनत गर्नुभएको थियो। तर उहाँको मेहनतबाट केही पार नलागेपछि बिस्तारै उहाँले चाहिँ आफ्नो च्यानल चाहिँ ब्लगमा रूपान्तरण गर्नुभयो र उहाँले भने अनुसार उहाँ चाहिँ द UK 07 राइटरबाट चाहिँ इन्स्पायर भएर चाहिँ आफ्नो च्यानल चाहिँ ब्लग बनाउनु भएको थियो भनेर चाहिँ उहाँले आफ्नो भिडियोमा भन्नुभएको छ र अहिले उहाँ नेपालको पपुलर ब्लगर मध्ये एक ब्लगर पनि हुनुहुन्छ, जुन चाहिँ एमएस कपाल भ्लगको उपनामले सबैजनाले चिन्नुहुन्छ। त्यसैगरी नेसनालिटीले उहाँ नेप्लिज हुनुहुन्छ भने उहाँको रिलिजन चाहिँ हिन्दू रहेको छ। मनोज गतानी एक प्रोफेसनले युट्युबर साथै मोटो ब्लगर हुनुहुन्छ भने उहाँको फिजिकल स्टेप सम्बन्धी कुरा गर्दा उहाँको हाइट चाहिँ 5.11 इन्च रहेको छ भने उहाँको हेयर कलर चाहिँ ब्ल्याक रहेको छ, साथै आई कलर पनि ब्ल्याक नै रहेको छ। यसका साथै उहाँको हबिज सम्बन्धी कुरा गर्दा उहाँको हबिज चाहिँ ट्राभलिङ, सिङ्गिङ, फोटोग्राफी साथै युट्युब रहेको छ भने उहाँ चाहिँ गेमिङमा पनि निकै इन्भल्भ हुनुभएको थियो। अब कुरा गरौँ उहाँको युट्युब च्यानलको बारेमा। उहाँले जनवरी 19, 2022 मा आफ्नो युट्युब च्यानल खोल्नु भएको थियो भने हालसम्म उहाँको च्यानलमा 644 वटा भिडियोहरू रहेको छ। यसका साथै उहाँको च्यानलले 72 करोड 4,50,162 भ्युज गेन गरिसकेको छ भने हालसम्म 2,86,000 सब्स्क्राइबर पनि प्राप्त गरिसक्नु भएको छ। यसका साथै उहाँको पपुलर भिडियो चाहिँ घरमै यति मिठो स्पाइसी गिलो चटपटे भन्ने भिडियो चाहिँ भाइरल भएको थियो भने उहाँको ओल्ड भिडियो चाहिँ इलाम बिब्लाटे भ्लगबाट सुरु भएको थियो। यसैगरी उहाँको टिकटक अकाउन्टमा 6.6 मिलियन लाइक रहेको छ भने 98,000 फलोवर्स रहेको छ। अब कुरा गरौँ उहाँको युट्युब इन्कमको बारेमा। साथीहरू, यो इन्कममा रियालिटी छैन। हामी उहाँको एभरेज भ्युजलाई टार्गेट गर्ने हो भने पर मन्थ 1 लाखदेखि 2,50,000 सम्म अनुमान गर्न सक्छौं। साथीहरू, यो थियो एमएस कपाल भ्लगको बायोग्राफी। उहाँहरूको बारेमा नेक्स्ट कुनै अपडेट भएमा हामी तपाईहरुलाई पक्कै जानकारी गर्नेछौं। बोल्दै जाँदा कहीँ कतै मिस्टेक हुन गएमा हामी क्षमा चाहन्छौं। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुहुने हजुरहरू सबैजनालाई थ्यांक यू सो मच भन्दै हजुरहरूले सब्स्क्राइब गर्नुभयो होला भन्ने आशाको साथमा म पनि बिदा चाहन्छु। नमस्कार।